हामी आज पाल्पा घुम्न जाँदै थियौँ। बुढाले मलाई पाल्पा घुमाउन लिएर जान्छु भनेर गयौँ। अनि बाटोमा यस्तो राम्रो यस्तो राम्रो मैले भ्यूहरू देखेँ। मलाई लास्टै मनपर्छ। अनि त्यहाँ पनि राम्रो फ्रुट्सहरू पनि देखेको थिएँ, तरकारी पनि देखेको थिएँ। तर हाम्रो बाइकको स्पिड धेरै हुनाले धेरै क्याप्चर गर्न पाइएन। अनि हिँड्दै कस्तो यो सिनहरू के मलाई त यस्तो सिन भयो भने त एकदम मनपर्छ। अनि त्यहाँ खोलाहरू देख्यो भने त जस्ट वाउ हुन्छ। मलाई कहिले कहिले रिस उठेको बेलामा पनि त्यस्तो खोलामा गएर बस्यो भने पनि मलाई लास्टै मनपर्छ के। तर खोलामा गएर बस्न दिन्न फेरि कता गएर बुढी फदालिहाल्छ कि भन्छन् नि त, खोलामा बस्न दिन्न नि। तर मलाई खोला चाहिँ लास्टै मनपर्छ। अनि त्यहाँ एक ठाउँमा देखेँ, अनि त्यहाँ जान खोजेँ, जानै दिनु भएन। यत्तिकै यहीँबाट बसेर हेर भन्नु। अनि त्यहाँ बसेर हेरेँ। अनि त्यसपछि त्यो ठाउँको मैले फिल गरिरहेको थिएँ कि त्यस्तो राम्रो हो कि मतलब शब्दमा बयान गर्न सक्दैन कि त्यस्तो राम्रो भ्यू हुन्छ। मान्छे किन यस्तो ठाउँमा बस्छन् कि हामी यस्तो ठाउँमा किन बस्छौँ जस्तो हुन्छ, यहाँ किन बस्दैनौँ जस्तो हुन्छ कि। अनि यस्तो हेर्दै गयौँ। अनि ठ्याक्क त्यो ठाउँमा त एउटा एक्सिडेन्ट पनि देखेको थियौँ हामीले। अनि धन्नै कसैलाई केही भएन। अनि गयौँ मैले फेरि कहिले आउला भनेर भनिबसेको थिएँ। फेरि हामी नजिक आउँदैछौँ भनेर त भनिराख्नु थियो। म चाहिँ कहिल्यै गएको थिएन, त्यही भएर मलाई थाहा थिएन यो चाहिँ मेरो जेठा दाइको घर, यताबाट जाने हो भनेर देखाउँदै हुनुहुन्थ्यो। त्यसपछि गयौँ अनि त्यहाँ माथि हेर्दा मैले त के देखेँ यहाँ भनेको त परवास। म त कहिल्यै आएको थिएन। यो यहाँको चाहिँ पाल्पाको एकदम फेमस हस्पिटल अरे, एकदम ठुलो हस्पिटल पाल्पाको। केही भयो भने मान्छे त्यहीँ नै जान्छन्। अनि जाँदा अझै कति बेर लाग्छ भनेर मैले घडी हेरिरहेको थिएँ। अझै 1 घन्टा लाग्छ भन्नुभयो। अनि त्यसपछि गयौँ। त्यहाँको भ्यूहरू त्यहाँ त्यति खासै त थिएन। त्यहाँबाट माथि गएपछि वाउ त्यस्तो राम्रो सिन के देख्दा पनि रिस उठेको बेलामा पनि त्यहाँ गएर बस्नु भने पनि रिस शान्त हुन्छ होला जस्तो कि। अनि एकछिनमा स्कुटी त्यहीँ राखेर हेऱ्यौँ कि त्यहाँको भ्यूहरू इन्जोय गऱ्यौँ। अनि एकछिन अझै हेऱ्यौँ, यहीँ बस्न पाइने हुन्थ्यो जस्तो फिल भयो। तर के गर्ने, पहिला हामीलाई फेरि मन्दिर जान थियो। अनि मन्दिर नगइकन केही खानु पनि भएन। अनि मन्दिर गयौँ हामी, त्यहाँ फोटोहरू पनि खिच्यौँ। अनि त्यहाँ के लेखेको थियो कि मलाई नाम पनि थाहा भएन। अनि त्यहाँको भ्यूहरू त यस्तो राम्रो छ कि एकदमै राम्रो के। अनि गाडी हिँडेको पनि हामीले भ्यू क्याप्चर गऱ्यौँ कि त्यहाँ त्यो यो सिन कि यस्तो बवाल छ कि शब्दमै बयान नहुन सक्ने यस्तो सिन छ। अनि त्यहाँ एकछिन मैले हेरेर यसो मेरो भिडियो बनाइदिनु न भने। अनि फेरि इग्नोर मेरो जुत्ता है। अनि त्यसपछि त्यहाँको हिमालहरू पनि देख्यो। कुन चाहिँ हिमाल हो त्यो चाहिँ हामीलाई थाहा भएन, तर लास्टै बवाल। अनि त्यसपछि गयौँ। अनि हामी हिँड्यौँ। अनि त्यसपछि बुढाले मेरो पनि भिडियो बनाइदिऊ न भन्नुभयो। अनि त्यसपछि एउटा भिडियो बनाइदिएँ। अनि त्यसपछि त्यहाँ सिनहरू हेर्दै गयौँ। अनि त्यहाँ फेरि सबैले आफ्नो घरमा पहेँलो फुल लगाउने रहेछन् कि कस्तो खै के थाहा भएन कस्तो पहेँलो। अनि हामी लास्टमा आफ्नो डेस्टिनेसनमा पुग्यौँ। अनि त्यसपछि त्यहाँ गएर हेऱ्यौँ। अनि त्यहाँ त कुखुरा पनि काट्ने रहेछ नि। मलाई चाहिँ थाहा थिएन। इन्डियाको मन्दिरहरूमा चाहिँ त्यस्तो हुँदैन, नेपालको मन्दिरहरूमा चाहिँ सबै काट्ने रहेछन् कि। इन्डियामा त त्यस्तो हुँदैन। यहाँ त मन्दिरको नजिकै तल पनि अन्डा पनि बेचेछन्, मासु पनि बेचेछन्, मन्दिर नजिकै। इन्डियातिर चाहिँ त्यस्तो हुने, यो चाहिँ मलाई मन पर्दैन त्यस्तो गरेको। अब के गर्ने। अनि त्यहाँको भ्यूहरू अझै झन् क्याप्चर गर्न मन लाग्यो। जति माथि गयो त्यति राम्रो भ्यू, जति माथि गयो त्यति राम्रो भ्यूहरू थियो। अनि एकछिन हामी त्यहीँ बस्यौँ। त्यहाँबाट नि हिमाल कस्तो राम्रो देखियो। अनि त्यसपछि गर्दै अब हामी घर फर्किने बेला हुन्छ। अनि त्यसपछि त्यहीँ बस्न मन लागेको थियो, तर के गर्नु, फर्किन त परिहाल्यो। अनि त्यसपछि हामी के ठाउँ देखाउनु भयो मलाई, 2-3 ठाउँ देखाउनु भयो त्यहाँ गएर। अनि त्यसपछि हामीले त्यहाँ गएर नास्ता पनि खायौँ। मासु थियो तर लास्टै मिठो थियो मासु। खाने भिडियो बनाउने चक्करमा हामी त भिडियो पनि बनाएनछौँ कि खाएको। अनि लास्टमा हामी दाइको घर गएको थियौँ। अनि एक ठाउँमा त म लोटे थिएँ कस्तरी मलाई लाग्यो। अनि त्यसपछि त्यो कुरो कपडाभरि कुरो भिजाएर अनि मैले त्यहाँ निम्बु पनि देखेको थिएँ। अनि निम्बु पनि टिप्यौँ, सब बुटाको निम्बु पनि भ्याइदिउँ चोर्यौँ हामीले त्यहाँ गएर। अनि त सुन्तला पनि थियो त्यहाँ, 2-3टा सुन्तला पनि टिप्यौँ। अनि निम्बु पनि टिप्यौँ। अनि मेरो कपडैभरि त्यो चोर्न जाँदाखेरि मेरो चोर निशानी छोडेर जान्छ भने जस्तै भयो कि मेरो कपडामा त त्यो कुरो भिजायो सबै। अनि घर फर्किँदैसम्म मैले त्यो कुरो निकाल्दै गएँ। अनि त्यसपछि यत्तिकै आयौँ। अनि त्यस फर्किँदा हामीले बटुक पनि खायौँ। अनि बटुक खायौँ। चिया त मलाई खासै मिठो लागेन, बटुक पनि ठिकै थियो। पहिला जस्तो मिठो त थिएन भन्ने थियो त्यहाँको मान्छेहरू, कस्तो हुन्छ पहिला त थाहा भएन। अनि फर्किँदा पाल्पा थियौँ, यस्तो ठुलो जाम थियो।